सबैजनालाई हजुरहरूले यसरी कहिले खानु भएको छ चाउमिन जस्तै रोटीलाई हेर्नु है। मैले यहाँ सबै भेजहरू काटेर मजाले फ्राई गरेँ है, लसुन पड्काएर। अनि म यो रोटीलाई एकदम चाउमिन जस्तो गरेर बनाउँछु है। सोया अलिकति हाल्छु, थोरै भिनेगर हाल्छु, थोरै ब्ल्याक पेपर अनि थोरै जिराको धुलो हालेर पेसा थोरै हालेर म बनाउँछु है। सोया पनि हालिसकेँ, भिनेगर पनि हालिसकेँ, अनि थोरै ब्ल्याक पेपर है, थोरै खोर्सानीको धुलो पनि हालिसकेँ। म यस्तो मजाले चलाउँछु है। है रोटीलाई चाहिँ यसरी मसिनो पारेर काट्ने कि जस्तै चाउमिन। मजाले चलाउँछु है मैले। हजुरहरूले यसमा होइन गोलबाट नै हाल्न सक्नुहुन्छ। हजुरसँग जुन भेजिटेबल छ सबै हाल्नु पनि सक्नुहुन्छ। यसैले थुक्पा बनाएर पनि खान सक्नुहुन्छ। म चाहिँ यत्तिकै खानिदिन्छु बच्चालाई। मलाई सकेसम्म मैदाको त चाउमिनहरू खाँदैन के, घरमै बनाउँछु। चाउमिन बनाए पनि है यस्तै गरेर रोटी बनाएर राख्यो है, रोटी बनाएर राखेँ, रोटीलाई पिस पिस पारेर काटेर यसरी बनाउनु। सबै जुलियन कटमा काट्ने लामो लामो पारेर पाक्यो है साथीहरू। यो चाउमिनलाई चाहिँ लसुन पड्काएर बनाउनु होला है, एकदमै मिठो हुन्छ। हस् त, धन्यवाद। बाई साथीहरू, लभ यु अल।